कुनै काम कसैको कुनै अभिव्यक्तिबाट कुनै क्रियाकलापबाट हुनु हुँदैन। प्रत्येक भोटको इज्जत हुनुपर्छ। हो, सञ्चार माध्यममा बोल्न रमाइलो लाग्छ, आफ्नो बारेमा समाचार आउँदा रमाइलो लाग्छ, आफ्नो बारेमा वाहवाही हुँदा रमाइलो लाग्छ। सञ्चारकर्मी साथीहरू पनि यही समाजका साथीहरू हुन्, उनीहरू मित्र हुन्। उनीहरूले कहिलेकाहीँ आफ्नो पक्षमा राम्रा कुरा लेखिदिँदाखेरि तपाईँले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्धमा के प्रभाव पारेको छ त्यो कुरा याद नगरिकन तपाईँहरूले जस्ता किसिमका हल्का फुल्का अभिव्यक्ति दिनुभयो भने देशलाई दीर्घकालीन रूपमा असर गर्न सक्छ। अब तपाईँ हिजोको मान्छे होइन, अब जिम्मेवार सांसद हो, जिम्मेवार राजनीतिकर्मी हो, जिम्मेवार प्रतिनिधि सभाको सदस्य हो। त्यसकारण आफ्नो भूमिका परिवर्तन भएको छ। होइन जो कोहीलाई अझै पनि म अभियन्तै हुँ भन्ने लाग्छ, अझै पनि पुरानो पेसाकर्मी हुँ जस्तो लाग्छ, जो कोहीलाई म हिजोकै जस्तै भनौँ न, यदि जिम्मेवार नभए पनि सार्वजनिक अभिव्यक्ति जस्तो दिन्थे त्यस्तै दिन्छु जस्तो लाग्छ भने यु आर मोर देन वेलकम टु लिभ दिस फर्म। तपाईँहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ, केही पनि फरक पर्दैन। तर होइन, अब म जिम्मेवार हुँ, अब मेरो भूमिका फेरिएको छ। यो देशका कानुनहरू मैले फेर्नु पर्नेछ, कानुनहरूमा संशोधन ल्याउनु पर्नेछ, नयाँ कानुनहरू ल्याउनु पर्नेछ। मलाई मत दिएका जनताको घर घरमा खुसियाली आउनु पर्नेछ र मलाई मत दिएका जनताको चुलो बोल्नु पर्नेछ। मलाई मत दिएका जनतालाई प्रभाव पर्नु पर्नेछ। उनीहरूले मैले जस्तै अस्पतालमा उपचार गर्न जाँदा बेड पाउनुपर्छ, कसैको सोर्स बिना भन्ने कुराको महसुस तपाईँलाई हुनुपर्छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, सक्नुहुन्छ भने सकेसम्म आफूलाई सरकारी अस्पतालमा उपचार गराउनुहोस्। सक्नु भएन, इमर्जेन्सीको बेलामा मैले भनेको छैन, सक्नुहुन्छ सरकारी अस्पतालमा आफूलाई उपचार गराउनुहोस्। सरकारी सेवालाई चुस्त बनाउने हो। जनताका छोराछोरीहरूलाई जुन अप्ठ्यारो पर्छ तपाईँले मात्र सुविधा प्राप्त गर्नु कि जायज होइन। सक्नुहुन्छ भने म बाध्यताकारी तपाईँलाई भन्दिनँ, महसुस गर्न सक्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा म यहाँलाई बताउँछु, राष्ट्रपा स्थापना भएको 3.5-4 वर्ष पनि भएको छैन। यसबीचमा हामी विभिन्न पृष्ठभूमिका साथीहरू जोडिएका छौँ। राष्ट्रपाभित्र देशको अनुहार छ। अहिले जोडिएका साथीहरू यो देशको अनुहार, यही समाजबाट हामीले प्राप्त गरेका अनुहारहरू हो। हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि पनि होला, कसैको सामान्य किसिमको सार्वजनिक जीवन होला, कसैको उच्च किसिमको सार्वजनिक जीवन होला। जे जस्तो भए तापनि एउटा कुरा आज मैले साथीहरूलाई राखेर स्पष्ट के बताउनु पर्छ भने, सरकार 2/3 छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, संख्या घट्ला, अल्पमतमा पर्ला भन्ने कुराको पर्वाह नगरिकन राष्ट्रपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ।